हेलो अनि नमस्ते फेरि पनि स्वागत छ तपाईहरुलाई नयाँ भिडियोमा हैन। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई के भन्न चाहन्छु भन्देखि मैले चाहिँ युट्युबमा काम गर्न लागेको भयो 2 वर्ष हैन। यो 2 वर्षमा चाहिँ मैले युट्युबबाट के सिकेँ कि हैन, युट्युबमा चाहिँ के गर्दाखेरि हैन भ्युज आउने हैन, युट्युबमा चाहिँ अलि सक्सेस हुनको लागि सहयोग हुने मैले चाहिँ के त्यस्तो एक्सपिरियन्स गरेको छु हैन, त्यो चाहिँ तपाईहरुसँग म अहिले शेयर गर्न गइरहेको छु हैन। मैले चाहिँ यो 2 वर्षमा के सिकेँ हैन, जुनलाई चाहिँ मैले 5 टिप्स बनाएको छु अनि यो टिप्सलाई तपाईहरुले फलो गर्नुभयो भन्देखि युट्युब भिडियो क्रिएटर या जुन कुनै सोशल मिडियामा तपाईहरुले चाहिँ भिडियो बनाउनुहुन्छ र पोस्ट गर्नुहुन्छ भनेदेखि तपाईहरुले चाहिँ यो फाइदाजनक हुनेछ यो भिडियो। त्यही भएर तपाईहरुले चाहिँ यसलाई हेर्नु होला हैन। अनि सबभन्दा महत्त्वपूर्ण टिप्स चाहिँ एउटा र लास्टको हुनेछ। यो 1 नम्बरको र 5 नम्बरको चाहिँ सबभन्दा एकदमै इन्फर्मेटिभ र एकदमै महत्त्वपूर्ण चाहिँ त्यही नै हुनेछ। अनि त्यही भएर चाहिँ भिडियोलाई अन्तिमसम्म हेरिदिनुला। र मैले चाहिँ धेरै हैन एक्सपिरियन्स हालिसकेको छु कि युट्युबमा हैन। अनि युट्युबमा चाहिँ टाइम दिनुपर्छ, 81 कोही सफल हुन सक्दैन हैन। अनि टाइम दिएपछि बल्ल हैन युट्युबमा आउन सकिन्छ, युट्युबमा आएर केही गरौँला भन्ने बल्ल आश देख्न सकिन्छ के। अन्त टाइम नदिकन 81 च्यानल खोल्दा बित्तिकै कसैको मिलियन सब्सक्राइबर जाने, मिलियन भ्युज जाने हैन, सब हैन युट्युबको बारेमा केही थाहा नहुने पनि हुन्छ नि त। अनि त्यही भएर चाहिँ मलाई एक्सपिरियन्स बढी भइरहेको छ। अनि त्यही भएर चाहिँ तपाईहरुले म यो 5 टिप्सहरु जुन ममा गोप्य तरिकाले रहेको छ यो चाहिँ तपाईहरुसँग शेयर गर्न गइरहेको छु। र मैले चाहिँ तपाईहरुलाई यो अन्तिममा भिडियोको हैन 5 टिप्स भनिसके भनेदेखि तपाईहरुलाई युट्युब भिडियो एसइओ को बारेमा म तपाईहरुलाई 100% पुरा सोलुसन बताइदिन्छु। अनि भ्युज डाउन प्रब्लम किन हुन्छ हैन, युट्युबमा चाहिँ सब्सक्राइबर ड्रप किन हुन्छ, भ्युज ड्रप किन हुन्छ, जुन तपाईहरुलाई वाइड स्टुडियोको ड्यासबोर्डमा देखिरहेको हुन्छ हैन, भ्युज डाउन देखिरहेको हुन्छ हैन। 1 महिनासम्म भ्युज सही देखिरहेको हुन्छ र तपाईले भिडियो हाल्न छोड्नु भने वात्तै भ्युज डाउन भन्छ नि। त्यो चाहिँ के कारणले हुन्छ त्यो चाहिँ तपाईहरुले यो भिडियोमा छर्लङ्ग हुन्छ। त्यही भएर अन्तिमसम्म हेरिदिनुला। र साथै युट्युबको 5 टिप्स पनि जुन यो 5 टिप्स छ यो चाहिँ एकदमै रहस्यमय कुरा हो। त्योभन्दा पहिला चाहिँ तपाईहरुलाई म एउटा अनौठो कुरा जानकारी दिन चाहन्छु जुन चाहिँ तपाईहरुलाई विश्वास लाग्दैन हैन। यो चाहिँ तपाईहरुले पताउनुहोस् या नपताउनुहोस्, रियालिटी चाहिँ यही हो। र तपाईहरुलाई थाहा होला युट्युबमा चाहिँ थाहा छैन होला नै थाहा छैन होला, युट्युबमा चाहिँ 1 मिनेटमा हैन 5 लाख भन्दा बढी भिडियो हैन अपलोड हुने गर्छ के। 1 मिनेटमा 5 लाख भन्दा बढी भनेपछि तपाईहरुले एक दिनमा हिसाब गर्न सक्नुहुन्छ कति भिडियो अपलोड हुन्छ। 2 दिन 3 दिन डेली भिडियो अपलोड गर्ने भ्लगरहरु छन्, कन्टेन्ट क्रिएटरहरु छन्, तिनीहरुले पनि अपलोड डेली गरिरहन्छन्। 1 मिनेटमा 5 लाख भन्दा बढी भिडियो कम्प्लिट हुन्छ भनेदेखि त्यसमध्ये केही भिडियो मात्रै 1.5 लाख भ्युजमा भिडियो मात्रै आफ्नो रियल अडियन्ससम्म पुग्न सक्छ के। नत्र अरु हैन हुन्छ नि त भिडियोहरु त्यो चाहिँ आफ्नो अडियन्ससम्म पुग्न सक्दैन, धेरै मान्छेहरुले हेर्न चाहदैनन्। त्यही 50-60 भ्युज आएर भ्युज डाउन प्रब्लम हुने रोकिने गर्छ। अनि 5 लाख भन्दा बढी भिडियो चाहिँ 1 मिनेटमा अपलोड हुने गर्छ। सबभन्दा सुरुको टिप्स रहेको छ कन्टेन्ट। तपाईहरुको कन्टेन्ट के छ हैन, तपाईले भिडियोमा के बनाउनुहुन्छ हैन, भिडियो चाहिँ कस्तो प्रकारको क्वालिटीको हुन्छ हैन, भिडियोमा तपाईले के भनिरहनु भएको छ, के को बारेमा छ, टाइटल के छ भिडियोको हैन, तपाईहरुको च्यानलको क्याटेगोरी के छ त्यो अनुसारको हुन्छ। र तपाईहरु युट्युबमा सफल हैन, युट्युब भन्दा पनि अन्य सोशल मिडिया तपाईहरु जेमा पनि काम गर्नुहुन्छ त्यसमा तपाईहरु हैन सफल हुन मन छ भनेदेखि तपाईले चाहिँ त्यहाँ हैन भ्युअरहरुले के हेर्न चाहन्छ हैन, तपाईले इन्टरटेनमेन्ट होस् कि गेमिङ होस् कि टेक्निकल तिर होस् कि हैन एजुकेसनल होस् कि ब्लगिङ तिर होस्, जे होस् हैन, तपाईले चाहिँ त्यसमा भ्यालु दिन पर्यो। अडियन्सले खोजे अनुसारको भिडियो हुनु पर्यो। अनि त्यसमा चाहिँ अडियन्सले कस्तो प्रकारको भिडियो हेर्न रुचाउँछ अनि त्यही प्रकारको चाहिँ तपाईले भिडियो बनाउनु पर्यो। चाहे क्याटेगोरी जे पनि होस्, जुन क्षेत्रमा पनि सफल हुन सकिन्छ। र तपाईले चाहिँ काम गर्न मन छ भने अलि हैन प्रतिस्पर्धा कम भएको क्याटेगोरीमा काम गर्नुहोस्, अवश्य सफल भइन्छ। त्यही भएर तपाईले चाहिँ कन्टेन्टलाई एकदमै ठुलो ध्यानमा राख्नुपर्छ। र अब दोस्रो नम्बरको टिप्समा के रहेको छ भने तपाईको थम्बनेल र टाइटल हैन। थम्बनेल टाइटल भन्ने बेला तपाईले चाहिँ हैन जे मन लाग्यो त्यही लेखिदिने, जे मन लाग्यो त्यही बनाउने भनेर चाहिँ हुँदैन नि त। र तपाईहरुको मैले भन्न चाहे भनेदेखि यो चाहिँ एकदमै धेरै टाइम लाग्छ कि, यसलाई 5-6 घण्टासम्मको भिडियो पनि बन्न सक्छ। नत्र म चाहिँ यसलाई 10 मिनेटको भित्र नै मैले चाहिँ यो भिडियो बनाइसक्ने निदो गरेको छु। त्यही भएर चाहिँ अलि थोरै मैले चाहिँ भन्न चाहन्छु। र थम्बनेल टाइटल चाहिँ तपाईहरुको एकदमै अट्र्याक्टिभ हैन, क्लियर हुनुपर्छ हैन, भिडियोमा के छ भन्ने कुरा टाइटलमा सब लेखेको हुनुपर्छ। थम्बनेल अट्र्याक्टिभ हुनुपर्छ हैन, चाहे त्यो भिडियोमा नहोस् तर तपाईहरुको अडियन्सलाई हैन तपाईहरुको भिडियोमा क्लिक गराउने खालको थम्बनेल चाहिँ हुनुपर्छ। थम्बनेल राम्रो भयो भनेदेखि तपाईहरुको भिडियोमा चाहिँ एकदमै राम्रो CTR आउँछ। CTR भनेको चाहिँ तपाईहरुले के हो भन्दाखेरि CTR भनेको क्लिक हैन थ्रु रेट भन्ने हुन्छ, जुन चाहिँ मान्छेहरुले क्लिक गर्ने जुन संख्या हुन्छ नि त्यो चाहिँ एकदमै धेरै बढ्छ थम्बनेल राम्रो भयो भनेदेखि। र टाइटल चाहिँ तपाईहरु क्याची हुनुपर्छ, सर्चेबल हुनुपर्छ हैन। टाइटल चाहिँ तपाईहरुले जे मन लाग्यो त्यही राखेर हुँदैन, सर्चेबल हुनुपर्छ। मान्छेहरुले चाहिँ आजको दिनमा जे सर्च गरिरहेको छन् त्यही मात्रै तपाईहरुले चाहिँ त्यो टाइटलमा लेखेको हुनुपर्छ। र फेरि टाइटलमा मात्रै त्यो भएर हुँदैन, फेरि रियुज कन्टेन्ट भन्ने लाग्छ। त्यो प्रब्लम लाग्यो भनेदेखि तपाईहरुको च्यानल गयो हैन, त्यो च्यानल चाहिँ मोनेटाइज हुँदैन। र तपाईहरुको भिडियोभित्र जे छ तपाईहरु चाहिँ टाइटलमा त्यही लेख्नुपर्छ। र भिडियो चाहिँ तपाईले सर्चेबल टाइटलमा बनाउनुपर्छ भनेदेखि भिडियोमा अरु छ अनि टाइटल चाहिँ सर्चेबल छ भनेदेखि त्यो चाहिँ तपाईहरुले काम गर्दैन हैन, त्यो चाहिँ एसइओ को अनुसार हुँदैन। युट्युब एल्गोरिथमले त्यो मान्दैन। त्यही भएर चाहिँ तपाईहरुको त्यो भिडियोमा स्ट्राइक लाग्ने सम्भावना धेरै हुन्छ। अनि त्यही भएर चाहिँ तपाईहरुले जुन सर्चेबल टपिक छ त्यही टपिकमा तपाईले रटेर हुन्छ कि हैन, त्योको बारेमा 5 पटक लेखेर हुन्छ कि जे गरेर हुन्छ, स्क्रिप्टेड हुन्छ कि हैन मौखिक हुन्छ, जे गरेर भए पनि त्यही टपिकमा चाहिँ हुनु पर्यो। र थम्बनेल चाहिँ तपाईहरुले एकदमै धेरै राम्रो बनाउनुपर्छ, क्लियर बनाउनुपर्छ।
बनाउनुपर्छ। मेरो चाहिँ भ्लग हो, त्यही भएर त्यसमा चाहिँ धेरै चाहिन्न, त्यही लातालुतुर पार्दै भइहाल्छ। र तपाईँहरू अरू अन्य क्याटेगोरीमा चाहिँ एकदमै राम्रो थम्बनेल चाहिन्छ जसले गर्दा CTR बढी आउँछ। र तेस्रो नम्बरको तर्फमा जाँदा है, यो तेस्रो नम्बरको पनि एकदमै महत्त्वपूर्ण छ, तर यो त्यस्तो महत्त्वपूर्ण पनि होइन र यसलाई पनि एकदमै महत्त्वपूर्ण दिनुपर्छ, किनकि यो चाहिँ कन्सिस्टेन्सी हो होइन। कन्सिस्टेन्सी भने चाहिँ तपाईँलाई थाहा हुन्न, इङ्ग्लिस तपाईँहरूलाई आउँदैन मलाई थाहा छ, र तपाईँलाई म त छर्लङ्ग पार्नुको कि कन्सिस्टेन्सी भनेको के हो भनेदेखि कन्सिस्टेन्सी भनेको तपाईँलाई रेगुलरली भिडियो अपलोड गर्नुहुन्छ नि होइन, रेगुल्यारिटी जुन हुन्छ होइन, नियमितता के रेगुल्यारिटी पनि नभनौँ, नियमितता जुन हुन्छ युट्युबमा, अनि त्यसलाई चाहिँ कन्सिस्टेन्सी भनिन्छ। कन्सिस्टेन्सी अनुसार तपाईँले चाहिँ भिडियो अपलोड गर्दै जानुभयो भनेदेखि एक न एक दिन चाहिँ अवश्य तपाईँहरूको भिडियो भाइरल हुन्छ। र तपाईँले हप्तामा होइन, हप्ता 2-3 हप्ता 4-5 हप्तामा एउटा भिडियो हाल्ने गर्नुहुन्छ भनेदेखि चाहिँ तपाईँहरूको भ्युवर र सब्सक्राइबर बेस बढ्छ भनेर चाहिँ तपाईँहरू नसोचे हुन्छ। तपाईँहरूले चाहिँ होइन 50-60 वर्षसम्म तपाईँहरूले स्ट्रगल गरे पनि त्योबाट चाहिँ तपाईँहरू सफल हुन सक्नुहुन्न होइन। हप्तामा चाहिँ सकेसम्म हप्तामा फुल डे नै भिडियो अप गराउनु पऱ्यो, नसकेसम्म हप्तामा 3देखि 4वटा भिडियो चाहिँ होइन नियमित हाल्नु पऱ्यो कि। तर तपाईँलाई फिक्स टाइमिङ पनि चाहिन्छ कि होइन, यो के भन्छ नि युट्युबमा भिडियो बनाउनको लागि अपलोड गर्नको लागि फिक्स टाइमिङ चाहिन्छ। यो फिक्स टाइमिङ चाहिँ तपाईँहरूले तोक्नु पऱ्यो, अनि जुन टाइममा चाहिँ तपाईँहरूलाई अडियन्सलाई थाहा होस् कि होइन यसको भिडियो यति बजी आउँछ, त्यति बेला चाहिँ तपाईँहरूको भिडियो हेर्नको लागि भनेर पनि अडियन्सहरूले होइन तपाईँहरूको भिडियो हेर्नको लागि आफ्नो काम धन्दा सकेर तपाईँहरूको भिडियोको प्रतीक्षामा बसेको हुन्छ। अनि त्यति बेलासम्मको लागि चाहिँ तपाईँहरूले एउटा फिक्स टाइमिङ होइन सेट गर्ने, अनि त्यही टाइमिङ अनुसारको भिडियो अपलोड गर्नुपर्छ। यसो गर्दा तपाईँहरूको कन्सिस्टेन्सी पनि बढ्छ, अनि तपाईँहरूको भ्युवर सब्सक्राइबरसँग राम्रो सम्बन्ध पनि हुनसक्छ। टिप्स रहेको छ वाच टाइम होइन। वाच टाइम भन्ने चाहिँ तपाईँलाई मोनिटाइजेसनको लागि चाहिने एउटा रुल हो होइन, त्यसलाई चाहिँ नसम्झिनु ल। वाच टाइम भन्ने चाहिँ अडियन्सले होइन तपाईँहरूको भिडियोमा कति समयसम्म अडिएर हेरेको छ होइन, तपाईँको भिडियो 10 मिनट हुन्छ भने 2 मिनट हेरेको छ कि 1 मिनट हेरेको छ कि 5 मिनट हेरेको छ कि होइन 9 मिनट 10 मिनट हेरेको छ कि होइन, त्योमा भर पर्छ होइन वाच टाइममा होइन। जति तपाईँहरूको अडियन्स होइन तपाईँको भिडियोमा अडिएको हुन्छ अनि त्यति बेलासम्म चाहिँ होइन, जति तपाईँहरूको भिडियोमा एकजना अडियन्सले तपाईँहरूको भिडियो फुल वाच गरिदियो भनेदेखि अन्य 10जनासम्म चाहिँ तपाईँहरूको भिडियो पुग्छ। यो चाहिँ एल्गोरिथमको काम हो होइन। एल्गोरिथममा चाहिँ वाच टाइम रिटेन्सनलाई एकदमै धेरै महत्त्वपूर्ण ध्यान दिनुपर्छ होइन। वाच टाइम बढी आइरह होइन भिडियोमा, त्यस्तै 10 मिनट भिडियोमा 5-6 मिनटसम्म भ्युज आइरह होइन, 5-6 मिनटसम्म भिडियो हेरिरहेको छ मान्छेहरूले भने तपाईँहरूको भिडियो अगाडिसम्म पुग्न अलि मद्दत पुग्छ होइन। तपाईँको भिडियो यहाँ छ भनेदेखि यहाँ आउन पनि केही होइन बेर लाग्दैन। अनि तपाईँलाई भन्न चाहे कि यो वाच टाइम छ नि जुन हाम्रो मोनिटाइजेसनको लागि लाग्ने, मोनिटाइजेसनको लागि 4K वाच टाइम चाहिन्छ भने त्यो चाहिँ तपाईँहरूको भिडियोको भ्युज अनुसार बढ्दैन कि, ताकि तपाईँहरूको होइन च्यानलमा वाच टाइम कम्प्लिट होस्। त्यो चाहिँ तपाईँहरूको कसरी कम्प्लिट हुन्छ भनेदेखि म तपाईँलाई भन्न चाहेँ, कम्प्लिट चाहिँ नभनौँ इन्क्रिज कसरी हुन्छ। र तपाईँहरूको भिडियोमा 50 भ्युज आयो होइन, जुन भिडियो चाहिँ 1 घन्टाको भिडियो छ र त्यसमा 50 भ्युज आयो भनेदेखि त्यसबाट तपाईँहरूलाई 100-150 घन्टाको वाच टाइम चाहिँ तपाईँहरूको आउँछ, किनकि भिडियो चाहिँ लङ छ अनि अडियन्सले फेरि तपाईँहरूको भिडियो अन्तिमसम्म हेरिदिइरह होइन, लामो टाइमसम्म तपाईँहरूको भिडियोमा इङ्गेजिङ भइरह होइन। अनि त्यही भएर चाहिँ वाच टाइम तपाईँहरूको गेन हुन्छ भन्न चाहन्छु। र वाच टाइम र रिटेन्सनलाई पनि तपाईँले त्यत्तिकै ध्यान दिनुपर्छ। र तपाईँको जति भिडियोको पार्ट होइन नराम्रो हुन्छ त्यसलाई चाहिँ तपाईँले होइन युट्युब क्रिएटर स्टुडियो भन्ने छ, क्रोममा गएर तपाईँले लगइन गरेर अनि त्यसलाई पनि कट हानेर चाहिँ जुन पार्टमा तपाईँहरूको अडियन्सले भिडियो छोड्दै गइरहेको छ त्यो पार्टलाई पनि डिलिट गरेर त्यसमा चाहिँ राम्रो पार्ट लगाउन सक्नुहुन्छ भन्न चाहन्छु। र अडियन्स रिटेन्सन को बात चाहिँ तपाईँहरूलाई पछाडि हुन्छ। अन्तिम र सबभन्दा महत्त्वपूर्ण टिप्स रहेको छ, यो भन्दा पहिला चाहिँ यति मेहनत गरिरहेको छु, घाँटी सुकाइ बोलिरहेको छु होइन, तिर्खा लागेको छ, भोक लागेको छ, आफ्नो ज्यानको पर्वाह नगरिकन तपाईँहरूको लागि पनि राम्रो होला र मेरो लागि पनि राम्रो होला भनेर भिडियो बनाइरहेको छु। बोली पनि मेरो आइरहेको छैन, अनि भिडियो राम्रो लागेको छैन अहिले नै लाइक कमेन्ट सेयर सब्सक्राइब हान्नु, च्यानललाई चाहिँ सब्सक्राइब हान्नु पऱ्यो होइन। त्यो जे भरे नि तपाईँहरूको हातमा छ। अनि मलाई चाहिँ के भन्न चाह्यो भनेदेखि 5वटा टिप्स के हो भनेदेखि तपाईँको इङ्गेजमेन्ट र कम्युनिटी होइन। इङ्गेजमेन्ट भनेको के हो भनेदेखि तपाईँले बिहा गर्ने होइन, बिहा गर्ने तपाईँले त्यो सम्झिनु होला क्या होइन। बिहा गर्ने त्यो इङ्गेजमेन्ट भने औँठी लगाइन्छ नि, त्यो चाहिँ होइन। इङ्गेजमेन्ट भनेको तपाईँले चाहिँ तपाईँहरूको भिडियोमा कमेन्ट कति आइरहेको हुन्छ होइन, कमेन्ट लाइक जे आएको हुन्छ, अनि तपाईँहरूको भिडियोमा कमेन्ट जति आउँछ त्यति चाहिँ तपाईँले त्यो अडियन्सहरूको रिप्लाई गर्नुभयो, जतिसक्दो तपाईँले अडियन्ससँग राम्रो सम्बन्ध राख्नुभयो, तिनीहरूको कमेन्टको रिप्लाई गर्नुभयो होइन, के क्वेसन सोधेको छ त्यसको एन्सर बताउनु भयो भनेदेखि तपाईँहरूको अडियन्सले चाहिँ त्यहाँ इङ्गेज गरेर राखिरहन्छ क्या। किनकि अनि तपाईँहरूको युट्युबमा चाहिँ क्यारियर त्यस्तो हुँदैन राम्रो, तर राम्रो हुन लाग्यो भनेदेखि तपाईँहरूको चाहिँ एकदमै राम्रो हुन्छ। र तपाईँले चाहिँ यसको होइन तपाईँले मानौँ एउटा तपाईँहरूको च्यानलमा 1 मिलियन सब्सक्राइबर छ, अनि 1 मिलियन नभए पनि 1 लाखसम्म सब्सक्राइबर छ, र तपाईँको च्यानलमा 1 लाख सब्सक्राइबर भइरह्यो भनेदेखि अडियन्सको कमेन्ट चाहिँ आइरहन्छ। र तपाईँहरूको भिडियोमा चाहिँ आएको कमेन्टलाई तपाईँले लाइक गर्ने होइन, रिप्लाई दिने गर्ने भनेदेखि त्यो अडियन्स चाहिँ तपाईँहरूको लोयल भन्छ, त्यसले चाहिँ तपाईँहरूले कहिले पनि छोड्दैन होइन। तपाईँहरूको भिडियो हेर्नकै लागि भए पनि ऊ तल्लीन भएर तपाईँहरूको कमेन्टको रिप्लाई पाउनको लागि पनि ऊ चाहिँ तपाईँहरूको भिडियोमा आइरहेछ। त्यही भएर चाहिँ यो इङ्गेजमेन्टमा चाहिँ एकदमै धेरै ध्यान दिनु होला। र कम्युनिटीतर्फ लागि, र कम्युनिटी भनेको चाहिँ युट्युबमा जुन फोटो पोस्ट गर्ने हुन्छ त्यो हो होइन। त्यसमा चाहिँ तपाईँहरूले भिडियोको बारेमा नोटिफिकेसन हालिरहनु पऱ्यो होइन, अडियन्सहरूलाई भिडियो आउन नसकेमा केही सूचनाहरू दिनु पऱ्यो गर्न
गर्नु पर्यो। तपाईँले चाहिँ आजको भिडियो चाहिँ यति हुन लाग्यो होइन। र तपाईँहरूले चाहिँ यो तपाईँले युट्युबको क्यारियर बल्ल स्टार्ट गर्न लाग्नु भएको छ अनि युट्युब तथा अन्य सोसियल मिडियाहरू जे पनि छन् बल्ल सुरु गर्न लाग्नु भएको छ भनेदेखि चाहिँ तपाईँले यो टिप्सले एकदमै धेरै सहयोग गर्छ। यो चाहिँ तपाईँले अप्लाई गर्नुभयो भने तपाईँको च्यानलमा चाहिँ सब्सक्राइबर बढ्न पनि बढ्छ, भ्युज पनि आउँछ होइन, रिटेन्सन पनि धेरै बढ्छ होइन, सिटिआर पनि त्यस्तै बढ्छ होइन। यो टिप्स चाहिँ मैले आफ्नो जीवनमा लागू गरिरहेको हो, आफ्नो भिडियोमा च्यानलमा लागू गरिरहन्छु, त्यही भएर चाहिँ मेरो अहिले ग्रोथ अलि बढी भइरहेको छ। तपाईँको च्यानलको पनि ग्रोथ चाहनुहुन्छ भनेदेखि यो 5वटा टिप्सलाई चाहिँ तपाईँहरूले मध्यनजर नगर्नु होला, त्यही भएर चाहिँ अलि राम्ररी चाहिँ यसलाई हेर्नु होला अनि राम्रोसँग अप्लाई गर्नुभयो भनेदेखि अवश्य पनि मेरो च्यानलको जस्तै तपाईँहरूको पनि ग्रोथ हुन्छ भन्न चाहन्छु होइन। अनि यस्तो मेहनत गरेँ आजको लागि, मेरो सब पोल खोलेँ कि मैले के गरेर होइन यस्तो प्रकार ग्रोथ लिन्छु भन्ने सब तपाईँहरूले भनेकोमा होइन अलि अर्कै लागेको छ। तर यस्तो कुरा चाहिँ कोहीले सेयर गर्दैन, तर म चाहिँ सेयर गर्ने मध्ये परेँ भन्दै आज भिडियोहरू बिना चाहे हल्का पनि इन्फर्मेटिभ लागेको भए लाइक कमेन्ट सेयर च्यानललाई सब्सक्राइब गरिदिनु होला, यो फेसबुक पेजलाई पनि फलो गरिदिनु होला होइन। अरू चाहिँ के भन्न चाहन्छु र अनि खुसी लागेको तपाईँहरूले चाहिँ आफ्नो भित्री मनमा रहेको कुरा भन्न लाग्दा होइन अनि कमेन्ट हानिदिनु पऱ्यो, कमेन्टमा राम्रो लेख्न पऱ्यो र तपाईँहरूले भन्न चाहन्छु कि कुन पोइन्ट तपाईँहरूलाई मन पऱ्यो होइन, कुन टिप्स राम्रो लाग्यो त्यो पनि तपाईँहरूले लेख्न सक्नुहुन्छ र तपाईँहरूले कुन टिप्सको बारेमा तपाईँहरूले होइन बुझ्नुहुन्न त्यो चाहिँ भन्नु होला, म चाहिँ त्यसको पनि भिडियो बनाउँछु र तपाईँले कस्तो प्रकारको भिडियो चाहिन्छ तपाईँले कमेन्ट गरेर भन्न सक्नुहुन्छ होइन। कुन टिप्सको बारेमा तपाईँले भन्न चाहन्छु भने मैले आज 5वटा टिप्स भनेको छु, 5वटा टिप्समध्ये तपाईँलाई होइन कुन एकदमै मन पऱ्यो र तपाईँले कुन बुझ्नु भएको छैन त्यो कमेन्ट गरेर भन्नु होला, म चाहिँ त्यसको पनि फेरि अर्को भिडियो लिएर आउँछु। आजको लागि यति नै, फेरि अर्को भिडियो मेरो ल बाई।